नमस्ते, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी अर्घाखाँची जिल्लाको सुब्बा देउराली मन्दिर जाँदैछौँ। अनि यहाँ चाहिँ मेरो भाकल थियो, त्यही भएर त्यो भाकल पुरा गर्नको लागि भनेर जान लागेको। अनि हामी चाहिँ डाइरेक्ट गाडीमा जान लागेको थियौँ, तर हामी जान लागेको टिकट काटिसकेको गाडी चाहिँ हिजो राति बिग्रियो भन्नुभयो। अनि त्यसपछि हामी चाहिँ नेपालगञ्जको गाडीमा गएर गाडी चेन्ज गरेर उता गोरुसिङे भन्ने ठाउँबाट चेन्ज गरेर उहाँहरूले गाडी चढाइदिएर पठाउनुहुन्छ भन्नुभएर अनि हामीले ठिकै छ क्यान्सल गरेर नमिलेन, अब यत्रो प्लानिङ गरिसकेपछि भनेर चाहिँ त्यसैमा गएँ। अनि रमाइलो भयो, चिसो थियो। बिहान चाहिँ 10 बजेसम्म 11 बजेसम्म चाहिँ बेसरी चिसो भयो। स्याङ्जा कटुन्जेलसम्म यो रामदी कट्ने बेलासम्म बेसरी चिसो भइरहेको थियो। अनि त्यसपछि चाहिँ न्यानो भयो। अनि ड्राइभर दाइहरू पनि यस्तो मजाको, यति हँसाउनु भयो बाटोभरि, हामी यति हाँस्दै गयौँ। अनि त्यसपछि यो म चाहिँ कहिले पनि पाल्पाबाट उता नगएको भएर मलाई चाहिँ यो उताको बाटोहरू एकदम रमाइलो लाग्यो। बाटो पनि राम्रो अनि लङ थियो, तर हामी त्यसरी टाढाको बाटो कहिले नहिँडेको भएर अलिक गाह्रो चाहिँ लागेको थियो, तर रमाइलो चाहिँ बेसी रमाइलो लाग्यो। बाटो पनि राम्रो थियो। अनि उहाँहरूले हामीलाई गाडी चढाएर माथि पठाइदिनु भयो। अनि माथि गयौँ, बस्यौँ। अनि होटल चाहिँ अब लेक साइडको जस्तो हामीले राम्रो ठाउँको जस्तो खोजेर त पाइँदैन अब ठाउँअनुसार, तर राम्रो छ। यतिको ठाउँमा यतिको राम्रो नै हो। अनि आयौँ, अनि यहाँ बस्यौँ हामी। अनि यता अनि माथिपट्टि यहाँ पुल छ भन्नुभयो सबैजनाले, घुम्न जानु यताउता भनेर। अनि हामी चाहिँ होटलमा आएर घुमेर, अनि तल चाहिँ कस्तो गर्मी थियो कि। अनि यहाँ माथि अर्घाखाँची माथि जिल्लामा आएपछि त यस्तो जाडो चिसो हावा। अनि माथि चाहिँ त्यहाँ पुल छ नि त, अनि पुलमा गयौँ, माथि रमाइलो भयो। अनि रमाइलो भइरहेको छ। अनि अब हामी चाहिँ आज यो हाल्छु, अनि भोलि चाहिँ म फेरि मन्दिरको भिडियो हाल्छु ल। अनि हो, धन्यवाद हजुरहरूले मेरो भिडियो हेरिदिनु भयो यहाँसम्म। मलाई यसरी बोलेर